अब लागौँ आचार्यत्व प्राप्ति सम्बन्धी चर्चा। अष्टाङ्ग योग साधना जस्तो महत्त्वपूर्ण उपलब्धि प्राप्त भएपछि योगीराज स्वामीज्यू ज्ञान बल, तपोबल एवं योग बलद्वारा श्री वैष्णव धर्म प्रचारार्थ दत्तचित्त हुनुभएको पाइन्छ। श्री रघुनाथाचार्य स्वामीज्यूले योगीराज स्वामीज्यूको गुणलाई देखेर दक्षिण भारतबाट बदरिकाश्रममा आउनुभएका श्री अनन्ताचार्य स्वामीज्यूसँग योगीराज स्वामीज्यूलाई आचार्य पदवी दिई श्री वैष्णव धर्म प्रचार गर्ने अनुमति प्रदान गर्न अनुरोध गर्नुभयो। श्री अनन्ताचार्य स्वामीज्यूका प्रेमी कृपा पात्रका रूपमा रहनुभएका योगीराज स्वामीज्यूका शील, ज्ञान, भक्ति, वैराग्य जस्ता दैवी गुण देखेर अनन्ताचार्य स्वामीज्यू द्रवित हुनुभयो र उत्तर भूमि नेपालमा श्री वैष्णव धर्मको कीर्ति ध्वजा फैलाउनका निम्ति उहाँले आज्ञा समेत दिनुभयो। श्री वैष्णव सम्प्रदायको मान्यता अनुसार आचार्यले शिष्य बनाउँदा 5 प्रकारका संस्कार गर्ने शास्त्रीय मान्यता छ। ती 5 संस्कारहरूमा ताप भन्नाले शङ्ख र चक्रको तप्ताङ्कन, पुण्य अर्थात् तिलक, नाम विष्णु सम्बन्धीका नामहरू, मन्त्र वैष्णव मन्त्र र याग भनेको शरणागति पर्दछन्। यी 5 संस्कार प्रदान गर्ने अधिकार आचार्यको आज्ञा पाएपछि मात्र सम्भव हुन्छ र आफ्ना आचार्य अनन्ताचार्य स्वामीज्यूबाट योगीराज स्वामीज्यूलाई 5 संस्कार प्रदान गर्ने आज्ञा मिलेपछि स्वामीज्यू निरन्तर वैष्णव धर्मको प्रचार प्रसार र सम्वर्धनमा लाग्नुभयो। अब लागौँ श्री वैष्णव धर्मको प्रचार प्रसार सम्बन्धी चर्चा। योगीराज स्वामीज्यू ज्ञान, वैराग्य, भक्ति, योग र तपस्याका अनन्त खानी हुनुहुन्थ्यो भन्ने कुरा उहाँको सान्निध्य पाउने जो कोहीले पनि अनुभव गर्नुहुन्थ्यो। यिनी वैभवले गर्दा नै तत्कालीन शिक्षा दीक्षाको अभावमा पनि उहाँले नेपाली जनमानसलाई भगवत भक्तितर्फ आकर्षण गर्ने काममा सफल हुनुभयो। उहाँले सर्वप्रथम पश्चिम नेपालको कैलाली जिल्ला अन्तर्गत जोरायल सैगडामा आएर रघुनाथ पन्त जो चाहिँ खगेन्द्राचार्य स्वामीज्यूबाट समाश्रित हुनुभएको थियो। उहाँका परिवारका सदस्यहरूलाई श्री वैष्णव सम्प्रदायमा दीक्षित गर्नुभयो। यसरी नै बर्दियाका शङ्कर्षण चौधरीलाई पनि पञ्च संस्कारले सुसंस्कृत गर्नुभयो र उहाँ अझ पनि स्वामीज्यूका दिव्य उपदेशको स्मरण गर्दै वृद्ध जीवनयापन गर्दै हुनुहुन्छ। श्री स्वामीज्यू सुदूर पश्चिमबाट मध्यम पश्चिमका दाङ, सल्यान हुँदै गुल्मी, पाल्पा आदि क्षेत्रमा श्री वैष्णव सम्प्रदायको प्रचार प्रसारमा संलग्न हुनुभयो। दाङमा तत्कालीन जमिनदार सीताराम पटवारीका घरमा बसेर पद्मनाभ गौतम लगायत गेवाली परिवारलाई श्री वैष्णव दीक्षा प्रदान गर्नुभयो। सीताराम पटवारी त्यतिखेर अयोध्या विजय राघवसँग सम्बद्ध हुनुहुन्थ्यो। त्यसैले स्वामीज्यूको पटवारीज्यूसँग अयोध्यामा नै भेट भएको देखिन्छ। यसपछि स्वामीज्यू गण्डकी क्षेत्रतर्फ जानुभएको हो। त्यसो त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालयदेखि तराईसम्म पैदल यात्रा नै गरेर स्वामीजीले श्री सम्प्रदायको प्रचार प्रसार गर्नुभएको हो। यसै क्रममा पश्चिमाञ्चल क्षेत्रको जुहाङ रितौँदीमा सवारी भएर भगवानको प्राण प्रतिष्ठा कार्य सम्पन्न गर्नुभएको थियो। केही समयसम्म त्यहाँ रहेर स्वामीजीले श्री गीता भाष्य, मन्त्रार्थ एवं सहस्त्रगीति आदि रहस्य ग्रन्थहरूको प्रवचन गर्नुभयो। उक्त पावन अवसरमा भुटानका स्वामीज्यूका परम शिष्य श्री वासुदेवाचार्य एवं श्री नारायणाचार्य, आसामका विशिष्ट विद्वानहरू र नेपालका बहुसङ्ख्यक भगत भागवतहरूको उपस्थिति रहेको थियो। त्यसपछि स्वामीजी पवित्र चक्रनदी श्री कृष्ण गण्डकीको तट गुल्मीको पूर्ति घाट फुलबारीतर्फ सवारी हुनुभयो। त्यहाँ पनि मन्दिर, धर्मशाला आदि निर्माण गराएर वेदाध्ययनको क्रमलाई पनि आरम्भ गराउनुभयो। त्यहाँ पनि समय समयमा स्वामीजीको सवारी र सत्सङ्गको क्रम चलि नै रह्यो। गण्डकी क्षेत्रका जुहाङ, फुलबारी आदि क्षेत्रमा स्वामीजीको प्रभाव अझ पनि त्यत्तिकै रहेको पाइन्छ। समयक्रमसँगै स्वामीजीले बहुसङ्ख्यक शिष्यहरूका साथ मुक्तिनाथ यात्रा पटक पटक गर्नुभएको थियो। पश्चिम नेपालबाट वैष्णव धर्मको प्रचार आरम्भ गरी प्रयागको महाकुम्भमा सवारी हुनुभएको हो। त्यहाँबाट स्वामीजी पुनः भारतको पूर्वी क्षेत्र आसाम पुग्नु भएको देखिन्छ। आसाम यात्रा सम्बन्धीको सानो चर्चा। श्री स्वामीज्यूले श्री सम्प्रदायको प्रचार प्रसारको क्रममा नेपालको पश्चिमाञ्चल क्षेत्रमा जति सौविध्य प्राप्त गर्नुभएको थियो त्यो रूपमा आसाम क्षेत्रमा प्राप्त हुन सकेन। तापनि श्री सम्प्रदायको व्यापकता भने आसाम क्षेत्रमा नै टड्कारो रूपमा देख्न पाइन्छ। 2010 सालमा प्रयागमा भएको कुम्भ मेलामा श्री वैष्णव सम्प्रदायका मूर्धन्य विद्वान चूडामणि शास्त्री ढकालज्यूको प्रयासमा स्वामीज्यू आसामका धेमाजी, नौगाउँ, तेजपुर, सिङ्ग्री जस्ता स्थानहरूमा भ्रमण गरी हजारौं अनुयायीहरू बनाउनु भएको देखिन्छ। श्री स्वामीजीको आसाम क्षेत्रमा भएको शुभागमन वास्तवमा श्री सम्प्रदायको प्रचार प्रसारका लागि नयाँ सुरुवात पनि थियो।
त्यहाँ विभिन्न सम्प्रदाय अनुयायीहरूको बसोबास भएको थियो। अनेक मतमा भ्रमित परेका जनतालाई स्वामीजीले उपदेश गरेर परमार्थिक ध्येयको बोध गराउनु भएको थियो। त्यहाँ अनेकपल्ट शास्त्रार्थहरू चलेका थिए, जसमा बाह्य सम्प्रदायमा लागेका विद्वानहरूलाई पराजित गरेर श्री सम्प्रदायमा दीक्षित गर्नुभएको थियो भन्ने त्यस बेलाका आचार्यहरूले पटक पटक स्मरण गर्नुहुन्छ। श्री स्वामीजीको उपस्थितिमा श्री सम्प्रदाय सम्बन्धी विषय लिएर धेरै ठुला ठुला बहसहरू चल्थे। यसरी रामानुज सम्प्रदायको विजय ध्वजा फहराउँदै विक्रम सम्वत 2011 को फाल्गुन महिनामा समारदलनी अथवा भागुनबारी गाउँमा पुग्नुभयो। त्यहाँ 5 दिवसीय रूपमा श्री लक्ष्मीनारायण भगवानको प्राण प्रतिष्ठा एवं महान सत्सङ्ग चलेको थियो। त्यसपछि आसामका मुनाबारी र गेला पोखरी दुई गाउँका बीचमा सवारी भएर धर्म निर्णयार्थ अथवा धर्मालोचनी सभाको गठन गर्नुभयो। आसाम भक्तहरूलाई कृपा गर्दै त्यसपछि स्वामीजी मुनाबारी भन्ने ठाउँमा पुग्नुहुन्छ। त्यहाँ पनि विद्यालयको स्थापना, श्री वैष्णव धर्म प्रचारिणी समितिको गठन, लामो समयसम्म सत्सङ्ग आदिका माध्यमले हजारौं हजार जीवात्माहरूलाई भगवत शरणागति मार्गमा आबद्ध गराउनु भएको थियो। त्यसपछि सम्प्रदायको प्रचार गर्दै गेला पोखरी, धेमाजी आदि गाउँ हुँदै श्री स्वामीजी नौगाउँ अन्तर्गत बालुवापालामा पुग्नु भएको देखिन्छ। विक्रम सम्वत 2017 सालमा आफ्ना प्रिय शिष्य श्री पराङ्कुशाचार्य स्वामीजीका गृह मन्दिरमा पुग्नुभयो। त्यहाँ पनि विद्यार्थीहरूलाई वेद वेदाङ्गहरूको अध्यापन कार्य गराउनुभयो। यस अवसरमा हजारौं श्रद्धालु भक्तहरूले 108 घडाद्वारा आचार्य महाभिषेक सम्पन्न गरी यज्ञ पूर्णाहुति पश्चात बेन्ड बाजाका साथ प्रबन्ध, स्तोत्र पारायण, भजन कीर्तन आदि कार्यक्रमका साथ श्री स्वामीजीलाई पालकीमा राखेर गाउँ नगर परिक्रमा गराइएको थियो। रामानुजार्य दिव्यज्ञा वर्धताम अभिवर्धताम यस उद्घोषलाई साकार पार्दै श्री स्वामीजी पुनः मुनाबारी हुँदै शोणितपुर सवारी हुनुभयो। त्यहाँ सत्सङ्ग र भगवत प्रतिष्ठा आदि कार्यहरू सम्पन्न गर्दै विक्रम सम्वत 2029 सालमा तेजपुर अन्तर्गत रुङासुकमा निर्मित मन्दिरमा श्री लक्ष्मीनारायण भगवानको प्राण प्रतिष्ठा गर्नुभयो। यसरी आसामका बालीजुरी, जामागुडी आदि विभिन्न क्षेत्रमा पटक पटक सवारी भएर लाखौं लाख चेतनहरूको उद्धार गर्नुभएको देखिन्छ। आसाम यात्राबाट नै कहिले भुटान त कहिले नेपालको यात्रा चलिरहन्थ्यो भन्ने श्री स्वामीजीका साथमा रहने भागवतहरूले बताउनुहुन्छ। अब लागौं भुटान यात्रा सम्बन्धी चर्चा। नेपाल बाहिर धर्म प्रचार गर्नु भएको मध्येमा भुटान पनि एक प्रमुख स्थल हो। भुटानका धेरै ठाउँमा स्वामीजीको सवारी भएको थियो। जीवनको पछिल्लो अवधिमा स्वामीजीले भुटानमा गएर वैष्णव धर्मको प्रसार गर्नुभएको थियो। भुटानका सुरे, सर्बाङ, दागापेला जस्ता ठाउँमा स्वामीजीका हजारौं शिष्य प्रशिष्यहरू आज पनि स्वामीजीको मङ्गलाशासन गायन गर्दै उहाँको स्मरण गर्नुहुन्छ। योगीराज स्वामीजीले विभिन्न जात जातिका भक्तलाई पञ्च संस्कारले सुसंस्कृत गर्नुभएको छ। उहाँ उदार मना आचार्य हुनुभएकोले सबैलाई भगवानको शरण ग्रहण गर्ने अधिकार भएको बोध गराउनुहुन्थ्यो। श्री वैष्णव सम्प्रदायका प्रवर्तक रामानुज स्वामीजीको समाज सुधारमूलक व्यवहारलाई योगीराज स्वामीजीले आत्मसात गर्नुभएको थियो। त्यसैले उहाँका निम्ति सबै मानिसप्रति समान करुणा जागृत हुन्थ्यो। त्यसै क्रममा सर्वप्रथम स्वामीजी 2022 सालतिर माउगाउँ भन्ने ठाउँमा पुग्नु भएको कुरा स्वामीजीका शिष्य एवं वर्तमानका विभिन्न ठाउँमा रहनुहुने आचार्यहरूले बताउनुहुन्छ। माउगाउँमा 2024 सालतिर भयङ्कर अनिकाल भयो। अनिकालले आत्तिएका भक्तहरू स्वामीजीका नजिकमा गएर दुःख पोख्न लागे। त्यसबेला स्वामीजीले आज्ञा गर्नुभयो, 1 महिनासम्म श्री गोपाल सहस्रनामको अखण्ड अनुष्ठान गर, फेरि कहिल्यै पनि अनिकाल पर्ने छैन। स्वामीजीको आज्ञा पाएर अनुष्ठान पनि प्रारम्भ भयो। भुटान प्रवेश गर्नका लागि पास नपाएर स्वामीजी भुटानको सीमावर्ती भारत भूमि देवश्री अथवा देवसुरेमा रहनुभयो। अन्तिममा 10 दिनका लागि स्वामीजीलाई प्रवेश पास मिल्यो। स्वामीजीले यज्ञको पूर्णाहुति सम्पन्न गरेर आफ्नै हातले पारायणमा वर्ण हुनुभएका गुरुजीहरूलाई सम्भावना वितरण गर्नुभयो। त्यस दिनदेखि हालसम्म भुटानको त्यस क्षेत्रमा कहिल्यै पनि अनिकाल परेको छैन। अन्नबाली प्रशस्त रूपमा भइ नै रह्यो। श्री स्वामीजीको बेला बेलामा भुटान सवारी हुँदै रह्यो। भुटानको माउगाउँमा श्री लक्ष्मीनारायण भगवानको प्रतिष्ठा विक्रम सम्वत 2038 मा स्वामीजीको उपस्थितिमा भएको हो। यसरी पटक पटक गरी भुटानमा 4 पटक स्वामीजीको सवारी भएको थियो। अन्तिम पटक त आचार्य चरणको भुटानमा भएको सवारी वैकुण्ठ गमनका निमित्त बन्न पुग्यो। त्यो स्थान भुटानको सूर्य नामक क्षेत्र हो। श्री लक्ष्मीनारायण मन्दिर माइधार झापा सम्बन्धीका चर्चा। यसरी कहिले भुटान, कहिले आसाम, कहिले नेपालका अनेक क्षेत्रहरूमा जीव मात्रको कल्याण गर्दै स्वामीजीको दिनचर्या अगाडि बढ्दै गयो।
भारतको आसामबाट नेपाल फर्की झापा जिल्लाको मध्य भागमा बग्ने परम पावनी कनकाई नदीको पश्चिमी तटमा श्री लक्ष्मीनारायण मन्दिरको स्थापना गरी श्री वैष्णव धर्मको सम्वर्धन र विकासमा समर्पित हुनुभयो। स्वामीजीका दिनाचार्य र आहार विहार सम्बन्धी चर्चा। योगीराज स्वामीजीको जीवन तपोनिष्ठ तथा नैष्ठिक थियो। उहाँ अहोरात्र जस्तो जागृत अवस्थामा नै रहनुहुन्थ्यो। भोजनका नाममा दुध मात्र पान गर्नुहुन्थ्यो। त्यसैले उहाँलाई दुग्धहारी स्वामीजीका नामले पुकारिन्छ। उहाँले 28 वर्षको उमेरदेखि अन्नको आहार छोडेर गाईको दुध मात्र पिउन थाल्नु भएको हो। स्वामीजीका निम्ति छुट्टै गाईको व्यवस्था हुन्थ्यो र आफ्नै नजरका सामु दुहिन्थ्यो। जुनसुकै गाईको दुध र परोक्षमा दुहिएको दुध उहाँ कहिल्यै ग्रहण गर्नुहुन्न थियो। गाई दुहुने व्यक्तिले मुखमा पट्टी बाँधी पानीले फाँचो राम्ररी पखालेर रुमालले पुसपास गरी आधा पासो मात्र धुनु पर्थ्यो। प्रातःकाल ब्रह्म मुहुर्तमा स्वामीजीको स्नान, तिलक धारण, सन्ध्योपासन जस्ता नित्य कर्महरू सकिन्थे। मन्दिरमा प्रातःकालीन पूजा अर्चना सकेर तीर्थ प्रसाद ग्रहण गरिसकेपछि समस्त भक्तजन स्वामीजीको कुटीमा गएर प्रसाद ग्रहण गर्ने प्रचलन थियो। स्वामीजी नित्य नै समुपस्थित भक्तजन र विद्यार्थीहरूलाई प्रसादका रूपमा प्राय गरेर मिश्री र यदा कदा नरिवल एवं फलफुल वितरण गर्नुहुन्थ्यो। सधैँको नित्य कर्म सकेपछि स्वामीजी आफ्नो कुटीको अगाडि राखेको खटियामा बस्नुहुन्थ्यो र गोमुख आसनमा स्थिर भएर रहनुहुन्थ्यो। उहाँको प्रिय तथा सिद्ध आसनका रूपमा गोमुख आसन नै रहेको थियो। आगन्तुक भक्तजनहरूसँग कुशल क्षेमका कुराहरू, भगवानका गुणानुवाद, सांसारिक माया, मोह र त्यसबाट मुक्तिको उपाय आदि विषयमा दिव्य उपदेश गर्नु उहाँको दिनचर्या नै थियो। माइधार लक्ष्मीनारायण मन्दिरमा स्वामीजी एक कुशल आचार्य मात्रै नभएर मन्दिरकै अभिभावक हुनुहुन्थ्यो। स्वामीजीलाई भेट्नका निम्ति नेपालका मात्र नभएर भुटान, आसाम, बङ्गाल आदि विभिन्न ठाउँबाट भक्तहरू आउनुहुन्थ्यो र लक्ष्मीनारायण मन्दिर माइधार एक पवित्र र आकर्षक धामका रूपमा विकसित हुन पुगेको थियो। योगीराज स्वामीजी जहाँ रहे पनि उहाँलाई विद्यार्थीहरूले घेरेका हुन्थे। बिहान वा बेलुकाको समय निकालेर विद्यार्थीहरूलाई विभिन्न ग्रन्थको अध्यापन गर्नु स्वामीजीको परम आनन्दको विषय नै भएको पाइन्छ। वेद, गीता, अर्थपञ्चक, तत्त्वत्रय जस्ता ग्रन्थ रत्नहरूमा स्वामीजीको विशेष रुचि थियो। प्राय गरेर बेलुकी पख करिब 4 बजेतिर विद्यार्थीहरू एकत्रित भएर योग सिक्ने गर्थे। 20-25 योगासनको नित्य अभ्यास गर्दै नौली, धोती, बस्ती जस्ता यौगिक क्रियाहरू स्वामीजीले विद्यार्थीहरूलाई सिकाउनुहुन्थ्यो। स्वामीजी स्वल्पाहार, अल्पनिद्रा, कर्मिष्ठ, अध्यवसायी एवं परिमित आहार विहारले युक्त दिव्य दिनचर्या भएको एक महापुरुष हुनुहुन्थ्यो।